हाई गाइज वेलकम ब्याक टु माई च्यानल सीमा ब्लग र एकदम दुःखद घटना छ है। हाम्रो समाजमा के भइरहेछ आजकल थाहा छैन कि अहिले जुन त्यो हाम्रो जस्तै अब त्यो लङ ट्राभल गर्छौँ नि होइन, लङ ट्राभल गर्दाखेरि त्यहाँनिर बिचबिचमा पसलहरू हुन्छ नि त है। त्यसमा अब कोही केटा हुन्छन्, कोही केटी हुन्छन्, कोही महिला हुन्छन् होइन। महिला भन्नाले आइमाई हुन्छन् है, बच्चाको आमाहरू हुन्छन्, कोही एकल महिलाहरू हुन्छन् होइन। त्यस्तो क्रममा चाहिँ एउटा पसलमा चाहिँ त्यो खाजा खाने ठाउँमा चाहिँ गाडी रोकेछ है। अनि त्यो ड्राइभरले चाहिँ के भन्छ अरे त्यहाँ पार्किङ गर्ने ठाउँ त्यहाँनिर नरहेछ के भन्नाले पार्किङ गर्न एलाउ नरहेछ है। त्यहाँनिर जथाभावी पार्किङ गरेको होइन। अनि त्यहाँ त्यो खाजा घरको सञ्चालिका जुन एकल महिला हुनुहुन्छ उहाँले चाहिँ यहाँ पार्किङ यसरी नगरिदिनु होला है, यो पार्किङ गर्ने ठाउँ होइन, यहाँ यसरी नगरिदिनु होला भनेर रिक्वेस्ट गर्नुभएछ क्या। अनि उहाँले रिक्वेस्ट गर्दाखेरि चाहिँ अनि त्यसपछि सामान्य रिक्वेस्ट चाहिँ अब विवादमा परिवर्तन भएर चाहिँ सानो कुरालाई ठुलो बनाएर चाहिँ उहाँ ड्राइभरहरूले चाहिँ होइन, जो 4 जना हुनुहुन्छ, 4 जना ड्राइभरहरूले 4 जना मान्छेहरूले चाहिँ मिलेर त्यो एकल महिला जो आफ्नो श्रीमान छैन एकल महिलामाथि हातपात गरेछन् होइन। म फोटो पनि राखिदिन्छु, यसरी कुटपिट गरेछ होइन। यस्तो भएपछि हामी एकल महिलालाई कहीँ गएर पनि सुरक्षित छैन। अब 4 केटा मान्छेले एउटा केटी मान्छेलाई पिट्दा कस्तो हुन्छ ल भन्नु त होइन। कसैको आमा, कसैको दिदीबहिनी, कसैको छोराछोरी, कसैको अब श्रीमती होला होइन। त्यसरी एउटा सानो कुरा विवादमा यस्तो नगरिदिनुहोस् न भनेर रिक्वेस्ट गर्दा त्यो एउटा रिक्वेस्ट त्यो दिदीलाई बिचारा भारी परेछ कि। त्यही भएर अहिले चाहिँ एकदम सुरक्षित छैन कहीँ गरे पनि होइन। अनि झन् के कुरा गर्ने है साथीहरू, यो जस्तै अब हामी कतै लङ ट्राभलमा गइन्छ नि होइन, कतै घुम्न गयो भने त अब बसमा त अब कस्तो हुन्छ भन्दाखेरि एकदम अहिलेको बसको मान्छेहरू एकदम चढेका के, एकदम भन्नाले कि एकदम त्यो बसमा नबस्ने जेलसम्म चाहिँ मिठो बोल्ने, लपक्क पार्ने है, ओहो मान सम्मान गर्ने। अनि जब त्यो गाडी हिँडेपछि चाहिँ एकदम आफ्नो औकातमा आउने, कोही त्यस्तो परेको छ साथीहरू। अनि यस्तो भन्ने कि अनि त्यो गाडीको मान्छेले के साथीहरू है, कोही यस्तो परेको छ कुन्नी, मलाई त थाहा छैन होइन, तर मलाई चाहिँ त्यस्तो परेको छ कि के अरे गाडीमा नबस्ने जसम्म मिठो बोल्ने। अनि जब बिचमा पुगिसकेपछि क्या जस हिँडेको अलिकति डिस्टेन्समा चाहिँ अनि त्यसपछि त्यहाँनिर चाहिँ अब यता वरिपरि अब कतै पनि घरहरू पनि छैन, केही पनि छैन नि है। त्यस्तो सुनसान त्यो के जङ्गल जस्तो बाटोमा। अनि त्यहाँनिर गएर चाहिँ अनि त्यहाँनिर पुगिसकेपछि चाहिँ तपाईँहरूलाई मेरो गाडीमा बस्न मन छैन भने निस्केर गयो भइहाल्यो नि, अर्को गाडीमा गयो भने त्यसरी बोल्ने के है। मेरो गाडीमा नबसे हुन्छ, अर्को गाडी फेर्नुहोस्, तपाईँलाई चित्त बुझ्दैन भने के ठुलो कुरा गरेको, त्यस्तो कुराहरू गर्छन् कि। अनि एकदम उनीहरूलाई मन लाग्यो भने स्पिडमा हुत्ताउँछन्, उनीहरूलाई मन लागेन भने सोलो कछुवा पनि के स्लो हुन्छ र त्यति स्लो कुदाउँछन् है। अब कहिले कस्तो हतार भइरहेको हुन्छ नि त कसैलाई चाहिँ। अनि त्यस्तो हतार भएको मान्छेलाई चाहिँ अलिक स्पिडमा लानु न भन्दाखेरि एकदम झर्किने फर्किने त्यस्तो हुन्छन् कि। अनि पिटमलाई जस्तो गर्छ नि त। अनि त्यही भएर एकदम मान्छेहरू एकदम मात्तेका छन् कि अहिले। अनि मनलाग्दी भाडाहरू उस गर्न खोज्ने, माग्ने त्यस्तो कति भइरहेछ है। अनि स्पेसली त यो महिला दिदीबहिनीहरूलाई चाहिँ एकदम सुरक्षा चाहिँ छैन के, गाडीमा होस् कतै व्यापार व्यवसायमा होस् त्यस्तो छैन क्या। अब यस्तो हुन्छ त्यस्तो मान्छे, त्यो ड्राइभर खलासी जस्तो मान्छे। अनि त्यसपछि अलिकति सानो केही यस्तो गरिदिनु न भने कस्तरी झर्किन्छन् कि, कोही परेछ है, अब अलिकति भाडा मिलाउनुहोस् न भन्दाखेरि पनि एकदम झर्किने फर्किने त्यस्तो गरे है। अनि मलाई अनि राम्रो लाग्दैन क्या यस्तो साथीहरू, यस्तो अनि मलाई राम्रो लाग्दैन। अनि बिचरा त्यो एकल महिलालाई पिटेको खबर त्यो फेसबुकमा आयो है साथीहरू। त्यो पिटेको त्यो मुखमा यति यहाँनिर हेर्नुहुन्छ भने त्यो के भन्छ डाम छ क्या अनुहारमा कि, बिचरा कस्तरी चाहिँ पिट्यो होला है। अनि त्यो दिदीले चाहिँ अब एक्सन लिनु भएको रहेछ है। तिनीहरूलाई कडाभन्दा कडा कारबाही होस्
भन्न चाहन्छु है। तपाईँ एक्लै हुनुहुन्छ भने प्लिज एक्लै सफर गर्दाखेरि चाहिँ अलिकति ध्यान दिनु होला। तपाईँको सानो रिक्वेस्ट चाहिँ ठुलो विवादमा परेर चाहिँ अब यस्तो कुटपिट हुने सम्भावना धेरै छ है। आजकलको मान्छेले दादागिरी धेरै देखाउँछन् होइन, त्यो दादागिरी देखाउने मान्छे कसैले तपाईँलाई दादागिरी देखाउँछन् भने होइन, सुरुमा चाहिँ मिठो बोलेर पछि दादागिरी देखाउँछन् भने चाहिँ प्लिज के भन्छ अरे उसको एगेन्स्ट चाहिँ रिपोर्ट गर्नु होला। किन भन्दाखेरि म चाहिँ यो किन भने भन्दाखेरि चाहिँ होइन, अहिले यस्तो भइरहेछ कि कसैले दादागिरी देखाउँछ भने चाहिँ रिपोर्ट गरिदिइहाल्नु कि। किन भन्दाखेरि तपाईँ फ्रीमा त चढेको होइन होइन, तपाईँले त भाडा दिनुभएको हो नि त। भाडा दिएपछि त तपाईँकै त्यहाँनिर अधिकार लाग्छ नि त होइन। फ्रीमा त कसैले उस गरे होइन। अनि तपाईँ आफू भाडा तिरी बस्नुहुन्छ। अनि त्यसपछि चाहिँ अझ हाम्रो नेपालमा त यस्तो पनि छ कि साथीहरू, भाडा तिरेर पनि अझ सजिलोसँग बस्न पाइँदैन कि, टाउकोमै टेकारै लिएर जाम्लाई जस्तो गर्छन् के, त्यस्तो छ क्या। सही अब हामीले कति मेहनतले भाडा आफ्नो सिटको लागि भनेर भाडा तिरेर हुन्छ नि होइन। त्यसमा त गुन्द्रुक खाँदेको जस्तो खाँदै मान्छे पनि त्यस्तो छ कि है। मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो नेपाल प्रहरीले चाहिँ एक्सन लिनुपर्छ जस्तो लाग्छ कि। जति एउटा सिट जतिजनाको लागि भनेर बनाइएको हो त्योभन्दा बढी चाहिँ त्यो गुन्द्रुक खाँदा जस्तो नखादिनु होला भन्ने चाहिँ मलाई चाहिँ त्यो चाहिँ लाग्छ। अब त्यस्तै हो कि, इग्नोर गरिदिन्छन्। त्यही हो, अलिकति केही भयो भने पुलिस कम्प्लेन गर्नु न। तपाईँलाई भाडा महँगो भयो भने पुलिस कम्प्लेन गरे भइहाल्यो नि, हामीलाई जेल लागिहाल्छ नि भन्छन्, त्यस्तो गर्छन् है। त्यही भएर अलिकति लिगल एक्सन चाहिँ लिनुपर्ने हो नेपाल प्रहरीहरूले चाहिँ। अब अगाडिको सिटमा 4 जना बस्छ होइन है साथीहरू, 4 जना है, तर त्यहाँनिर 5-6 जना खाद्य हुन्छन् कि। अब तपाईँ एउटा कुरा भन्ने भन्दा नि साथीहरू, यो जति पनि गुन्द्रुक खाँदा जस्तो खान्छ नि होइन, त्यो खाँदी लानी हो भने त नि साथीहरू तपाईँले त फुल पैसा पनि तिर्न नपर्ने हो कि। त्यो खाँदी त न आफू सुख शान्तिले बस्न पाछ, यता अठिने र उता अठिने बिचमा त आफू त पोको परेर बस्नुपर्ने हुन्छ। न सास राम्रोसँग फेर्न पाइन्छ न केही पाइन्छ है। अनि त्यस्तो छ क्या हाम्रो नेपालको बस है। अनि त्यही भएर एकदम म चाहिँ त्यो बिचरा त्यो सिस्टरको त्यस्तो देख्या भएर तपाईँलाई मैले भनेको है। मलाई पनि एकचोटि परेछ कि साथीहरू, म के भन्छ अरे म घुम्न भनेर गएको नि त होइन। अनि यहाँबाट चाहिँ के भन्छ नबस्ने जेलसम्म चाहिँ बसमा नबस्ने जेलसम्म चाहिँ साथीहरू मिठ बोल्ने, अनि अलिकति स्पिडमा लाग्नु न अलिकति भनेर भन्दाखेरि त कस्तो गर्ने। त्यही भएर एकदम जोगिएर हिँड्नु होला होइन। महिला दिदीबहिनीहरू स्पेसली एकल महिलाहरू जो हुनुहुन्छ, एकल महिला, उहाँहरूले चाहिँ एकदम ध्यान दिनु होला। तपाईँलाई चाहिँ सुरक्षा कतै पनि छैन। बिचरा त्यो दिदीको म पिक्चर पनि हालिदिन्छु यहाँनिर साइडमा है, कस्तो गरी पिटेको रहेछ नि मर नसके मुर्दारहरूले चाहिँ नि है। त्यही भएर यस्तो छ कि साथीहरू, हाम्रो देशको हालत यस्तो छ। केही भन्यो भने जस्तो हुन्छ, गर्ने केही पनि होइन। कति कानुन बनाएर खै त कानुन पालना गरेको खै, अनि दोषीलाई कडा कारबाही गरेको खै है। हामी यस्तो देशमा बस्दैछौँ कि साथीहरू, हामीलाई कसैले चाहिँ जनतालाई मार है भनेर फोन गरेर भन्यो भने त्यो जनतालाई गएर मार्छन् के पैसाको लागि। त्यस्तो हो हाम्रो देशमा नि। कतै गएर सुरक्षा छैन साथीहरू, आफ्नो सुरक्षा आफै गर्ने हो। अरूले मेरो सुरक्षा गर्देलान् कि भनेर चाहिँ नसोच्नु होला है। जुन सुरक्षाकर्मीले होइन आफ्नै जनतामाथि चाहिँ के भन्छ अरे हानि पुर्याउँछन्, मार्छन् भने त्यो तपाईँहरू कुन विश्वास गर्नुहुन्छ तिनीहरूलाई? म त गर्दिनँ है। तर म चाहिँ एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि, यो आन्दोलनपछि चाहिँ मलाई चाहिँ यो सुरक्षाकर्मीहरूसँग चाहिँ मलाई चाहिँ विश्वास लाग्दैन। ए बाबा, जुन सुरक्षाकर्मीले आफ्नै जनतालाई हानि पुर्याउँछ, आफ्नै जनतालाई मार्छ, आफ्नो त्यो उसको छोराछोरी, दाजुभाइ, दिदीबहिनी, कसको आमाको छोराछोरीलाई त्यसरी मार्न सक्छन् भने हामी ढुक्क भएर नबस्दै राम्रो के। त्यही हो, आफ्नो ज्यानको सुरक्षा आफै गर्ने। यिनीहरूले हाम्रो सुरक्षा गर्छन् कि भनेर चाहिँ, त्यही भएर म चाहिँ विश्वास पनि लाउँदैन है। त्यो तपाईँलाई चाहिँ मेरो कुरा कस्तो लाग्यो
कमेन्ट गर्नु होला है। बाई।